आज चाहिँ हामीले तपाईलाई यस भिडियो अन्तर्गत रहेर फेसबुक पेजबाट कसरी पैसा कमाउने त्यसको बारेमा जानकारी दिन गइरहेका छौं। तपाईसँग फेसबुक पेज छ तर पैसा आउँदैन, आजको भिडियोमा फेसबुक पेज मोनेटाइज कसरी अन गर्ने, कति फलोअर्स चाहिन्छ, कसरी एप्लाई गर्ने सबै कुराहरू सिकाउने छु। यदि तपाई पनि जान्न चाहनुहुन्छ भने भिडियोलाई हेर्दै गर्नुहोला। अब मोनेटाइज भनेको के हो? फेसबुकबाट भिडियो अपलोड गरेर पैसा कमाउने सिस्टमलाई मोनेटाइज भनिन्छ। रिल्स, इन स्ट्रिम एड, बोनस, त्यसैगरी एड रिन्युबाट इन्कम आउन सक्छ। अब फेसबुक पेज मोनेटाइज अन गर्न के चाहिन्छ त? त्यसको लागि तपाईले ओरिजिनल कन्टेन्ट चाहिन्छ, कपिराइट फ्री भिडियो हुनुपर्छ, एक्टिभ पेज हुनुपर्छ, फलोअर्स वाच टाइम चाहिन्छ, त्यसैगरी तपाईको फेसबुक पोलिसी फलो गरेको हुनुपर्छ। हो, यी कुराहरू भयो भने तपाईले सजिलैसँग आफ्नो फेसबुक पेज मोनेटाइज गर्न सक्नुहुनेछ। अब तपाईले आफ्नो फेसबुक पेज मोनेटाइज भयो कि भन्न कसरी चेक गर्ने? अब त्यसका लागि तपाईले आफ्नो फेसबुक पेजलाई ओपन गर्नु। जस्तो कि म तपाईलाई फेसबुक पेज ओपन गरेर देखाउने छु। जस्तै लागि तपाईले आफ्नो फेसबुकलाई ओपन गर्नुस्। कुन चाहिँ फेसबुकबाट फेसबुक पेज खोल्नु भएको छ। अब ओपन गरिसकेपछि तपाईले आफ्नो फेसबुक पेजलाई लगइन गर्नुहोस्। जस्ट यतापट्टि आफ्नो प्रोफाइलमा जानुहोस्। प्रोफाइलमा गएपछि तपाईले यहाँ टच गरेर आफ्नो फेसबुक पेजलाई यसरी लगइन गर्नुहोस्। अब लगइन गरेपछि तपाईको फेसबुक पेज ओपन हुन्छ। जुन आईडीबाट फेसबुक पेज खोल्नु भएको छ त्यही आईडीबाट तपाईले ओपन गर्नुपर्ने हुन्छ। अब फेसबुक पेज कसरी बनाउने मैले भिडियो बनाएको छु, माथि आइकनमा आएको छ, तपाईले त्यहाँ गएर हेर्न सक्नुहुनेछ। अब फेसबुक पेज खोलेपछि तपाईले आफ्नो फेसबुकको प्रोफाइलमा जानुहोस्। यसरी फेसबुक पेजको अब प्रोफाइलमा गएपछि तपाईले प्रोफेसनल ड्याशबोर्ड भन्ने देख्न सक्नुहुनेछ। यहाँ क्लिक गर्नुहोस्। अब यहाँ क्लिक गरेपछि तपाईले यतापट्टि माथि देख्न सक्नुहुनेछ मोनेटाइज अप्सन, यहाँ क्लिक गर्नुहोस्। अब यहाँ क्लिक गरेपछि यदि तपाईको फेसबुक मोनेटाइज भएको छ भने तपाईको यो कन्टेन्ट मोनेटाइजेसन भन्ने अप्सन माथि यो प्रोग्रेसमा माथि जान्छ। यदि तपाईको फेसबुक मोनेटाइज भएको छैन भने तपाईको स्टार फीचर, सब्सक्रिप्सन, त्यसै कन्टेन्ट मोनेटाइजेसन तपाईको नट एट अवेलेबल भन्ने अप्सनमा तल गएर बस्नेछ। अब तपाईले फेसबुक पेज मोनेटाइज गर्नका लागि के कस्ता क्राइटेरिया पुग्नुपर्छ तपाईले यहाँबाट चेक गर्न सक्नुहुनेछ। जस्ट त्यसको लागि तपाईले कन्टेन्ट मोनेटाइजेसनमा यहाँ क्लिक गर्नुस्। अब यहाँ क्लिक गरेपछि जस्ट यहाँ क्लिक गर्नुस्। अब यहाँ क्लिक गरेपछि तपाईले फेसबुक पेज मोनेटाइज गर्नका लागि यी क्राइटेरियाहरू पुग्नुपर्ने हुन्छ। तपाई 18 वर्ष भएको हुनुपर्छ, एलिजिबिलिटी कन्ट्रीमा हुनुपर्छ, त्यसैगरी तपाईले आफ्नो फेसबुक पेज खोलेको कम्ती 30 दिन हुनुपर्छ र 90 दिन भित्रमा तपाईले आफ्नो फेसबुक पेजमा 3टा रिल राखेको हुनुपर्छ र अलि गाह्रो भनेको कम्तीमा पनि 10,000 फलोअर्स हुनुपर्छ। त्यसैगरी एक महिनामा 1,25,000 जनाले तपाईको फेसबुक पेजको भिडियोहरू पोस्टहरू हेरेको हुनुपर्छ। यी क्राइटेरिया पूरा गर्नुभयो भने तपाईले सजिलैसँग फेसबुक पेज मोनेटाइज गर्न सक्नुहुनेछ। मेरो यी क्राइटेरियाहरू पुग्दैछ। मैले भर्खर खोलेको पेज हो, तपाईले यहाँ देख्न सक्नुहुनेछ। त्यसैगरी तपाईले अब आफ्नो फेसबुक पेजमा स्टार फीचर पनि मोनेटाइज गर्न सक्नुहुनेछ। त्यसको लागि तपाईले के कस्ता क्राइटेरियाहरू पूरा गर्नुपर्छ हेर्नका लागि स्टारमा यहाँ क्लिक गर्नुस्। अब यहाँ क्लिक गरेपछि जस्ट फेरि यहाँ टच गर्नुस्। अब तपाईले स्टार फीचर अन गर्नका लागि अथवा स्टार फीचरबाट पैसा कमाउनको लागि तपाईले यी दुईटा अप्सनहरू तपाईले यी दुईटा क्राइटेरियाहरू पूरा गरेको हुनुपर्छ। फर्स्टमा छ इलिजिबल कन्ट्री भनेको छ। यो नेपाल इलिजिबल कन्ट्री छ फेसबुक मोनेटाइजको लागि, केही गर्नु परेन। त्यसैगरी तपाईले कम्ती पनि 500 फलोअर्स पुर्याउनु पर्छ। यो पनि पुगिसकेको छ मेरो, तपाईले यहाँ देख्न सक्नुहुनेछ। अब 500 फलोअर्स पुगेको तपाईको 30 दिन भित्रमा मेरो यो स्टार फीचर इनेबल हुनेछ, तपाईले यहाँ देख्न सक्नुहुनेछ। हो, यसैगरी तपाईले आफ्नो फेसबुक पेजबाट स्टार फीचरको माध्यमबाट पनि इन्कम गर्न सक्नुहुनेछ। अब मेन हामीलाई चाहिने भनेको फेसबुक पेजबाट पैसा कमाउनको लागि कन्टेन्ट मोनेटाइजेसन र स्टार फीचर हो। यी दुईटा फीचरलाई हामीले मोनेटाइज गर्न सक्यो भने सजिलैसँग फेसबुक पेजबाट पैसा कमाउन सक्छौं। अब फेसबुकबाट कसरी पैसा आउँछ त? तपाईको फेसबुक पेज मोनेटाइज भइसकेपछि तपाईको फेसबुक पेजमा $100 भइसकेपछि तपाईं पे आउट रिसिभ गर्न सक्नुहुनेछ। त्यसैको लागि तपाईले आफ्नो फेसबुक पेजमा मोनेटाइज भइसकेर पे आउट सेटअप गर्नुपर्ने हुन्छ, ट्याक्स इन्फर्महरु भर्नुपर्ने हुन्छ। पे आउट सेटअप कसरी गर्ने मैले भिडियो बनाइसकेको छु, उक्त भिडियो माथि आइकनमा आएको छ, तपाईले त्यहाँ गएर हेर्न सक्नुहुनेछ। बैंक लिंक गरिसकेपछि सजिलैसँग तपाईले आफ्नो फेसबुक पेजबाट कमाएको पैसा आफ्नो नेपालको बैंक खातामा ल्याउन सक्नुहुनेछ। अब फेसबुक पेज तपाईले मोनेटाइज गर्नुभयो। अब कहिलेकाहीँ हामीले नजानेर धेरै कुराहरु मिस्टेक गरेका हुन्छ, मोनेटाइज रिजेक्ट पनि हुन्छ। अब के कस्तो कारणले फेसबुक पेज मोनेटाइज रिजेक्ट हुन्छ जस्ट म तपाईलाई जानकारी दिनेछु। फर्स्टमा छ कपिराइट भिडियो। तपाईले अर्काको भिडियो हाल्नुभयो भने तपाईको फेसबुक मोनेटाइज रिजेक्ट हुन सक्छ। त्यसैगरी रियुज कन्टेन्ट भनेछ, त्यसैगरी फेक फलोअर्स भनेछ, कम्युनिटी गाइडलाइन स्ट्राइक भनेछ, लो क्वालिटी कन्टेन्ट भनेछ। हो, यी कुराहरु तपाईले आफ्नो फेसबुक पेजमा गर्नुभयो भने तपाईको फेसबुक पेज मोनेटाइज भए तापनि रिजेक्ट हुन सक्छ। यी कुराहरु तपाईले फलो गर्नुपर्ने हुन्छ। अब तपाईले आफ्नो फेसबुक पेज छिटो मोनेटाइज गर्नका लागि तपाईले यी टिप्सहरु पूरा गर्नुपर्ने हुन्छ। यी टिप्सहरु गर्नुभयो भने तपाईको फेसबुक मोनेटाइज अथवा फेसबुक पेज मोनेटाइज चाँडै नै हुन्छ। अब पहिलो छ डेली रिल हाल्नुहोस्, त्यसैगरी ट्रेडिङ टपिक्समा भिडियो बनाउनुहोस्, ओरिजिनल आवाज प्रयोग गर्नुहोस्, त्यसैगरी कन्टेन्ट अपलोड गर्नुहोस् र तपाईले आफ्नो भिडियोहरुलाई
विभिन्न सोशल मिडियाहरूमा शेयर गर्नुहोस् र यी कुरा गर्नुभयो भने तपाईले चाँडै नै आफ्नो फेसबुक पेजलाई मोनेटाइज गर्न सक्नुहुन्छ। यदि तपाईलाई फेसबुकबाट पैसा कमाउन मन छ भने आजै फेसबुक पेजमा काम गर्न सुरु गर्नुहोस्। भिडियो राम्रो लागे लाइक फलो र शेयर गर्न नभुल्नु होला। हो यसैगरी तपाईले सजिलैसँग आफ्नो फेसबुक पेज बनाएर पैसा कमाउन सक्नुहुनेछ।